Hello and namaste everyone. It's me Sajan Pakrin Tamang and welcome back to my mini vlog. नाइट प्र्याक्टिस गर्दा गर्दा मर्निङ नै भइसकेको रहेछ, तर वर्ल्ड अफ डान्स नेपालबाट पनि सेसनको लागि बोलाउनु भयो। फटाफट नुहाइ धुवाइ गरेर याङ्गो बुक गरेर म चाहिँ लागे सेसनतिर त लाग्यो, तर यो काठमाडौँको गर्मी ओ माय गॉड। धन्न डब्लुओडीले चाहिँ गाडी प्रोभाइड गरिदिएको रहेछ। सो गाडीमा पुग्यौँ हामी लोकेसनतिर। मैले ह्यान्डसम ड्राइभर दाजुलाई पनि देखाइदिएँ अनि दाजुको त कपाल पनि रहेनछ। आफ्टर अ लङ ट्राभल हामी चाहिँ पुगे यो ब्युटिफुल लोकेसनमा, तर हाम्रो साथीको भनेको हिरोपन्थी चाहिँ रोकिनेवाला छैन। यता चाहिँ मेरो साथीको हिरोपन्थी चल्दै गर्दा उता चाहिँ मेरो वान अफ द बेस्ट एक्टर दयङ राई सर आउनु भइसकेको थियो फर गिभिङ अस फर्स्ट सेसन। जेन्युन आर्टिस्टबाट जेन्युन सेसन लिन चाहिँ म आएको थिएँ यो ठाउँमा। सेसन गर्नुभन्दा अगाडि चाहिँ दे आर जस्ट अबाउट टु रिभिल द 24 क्यारेट गोल्ड ट्रफी। आफ्टर रिभिल मेरो चाहिँ स्टेट अफ माइन्ड भइसक्यो थियो टु विन दिस ट्रफी। आफ्टर अ लङ त्यो पछि चाहिँ हाम्रो दयङ राई सर आउनुभयो फर मोटिभेसनल स्पिच। एट द सेम टाइम म चाहिँ एकदमै एक्साइटेड थिएँ किनकि आई एम अ ह्युज फ्यान अफ दयङ राई सर। उहाँले मोटिभेसन स्पिच दिँदा दिँदै मलाई चाहिँ केही क्वेसनहरू गर्न मन लाग्यो। मेरो क्वेसन चाहिँ तपाईँले एक्टिङ गर्दा चाहिँ किन यस्तो रियल देखिन्छ? एन्ड ही एन्सर मी पर्फेक्टली। टिभीमा हेर्दा पनि जेन्युन र रियलमा पनि जेन्युनै हुँदो रहेछ। सेसन वाज भेरी गुड बट आफ्टर लङ बसिसकेपछि मलाई एकदमै निन्द्रा लागिरहेको थियो। सो म चाहिँ एकछिन बाहिर आएँ। बाहिर आइसकेपछि चाहिँ मैले मेरो ठुलो फ्यानहरू भेटेँ र उसले चाहिँ मेरो तारिफ गरिरहेको थियो। एन्ड ही सेड लाइक शेयर एन्ड कमेन्ट बिलो भन्दा भन्दै अब डान्स सेसन स्टार्ट भइहाल्यो। अनि यो बहिनीको जो चाहिँ छुट्टै, तर हाम्रो दोस्तको चाहिँ अनुहार हेर्न लायकै थियो। आई नो दिस फिलिङ। लास्ट नर्भस हुन्छ बट यतिसम्म नै नर्भस हुन्न कि अनुहार हेर्न। बल्ल बल्ल धकालिसकेपछि चाहिँ केटा जोसमा आयो। सबै सेसन सक्यो, मेरो पनि नेट चल्न थाल्यो। किन चल्न थाल्यो भनेको चाहिँ हाम्रो एनसीएल टावरको बहिनी चाहिँ यहीँ रहेछ। म झापाकी चेली सुसना कोइरालाको तर्फबाट नमस्कार भन्दा भन्दा हाम्रो सेसन पनि सकियो। आजको लागि यो ब्लग यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। खत्म, बाय बाय, टाटा, गुड बाय, गया।